बाँकी बर्दियाको मान्छे होइन मेरो त बर्दियामा छ अहिले कहाँबाट सुरु गर्नु त बाबु मैले तपाईँको पहिलाको अवस्थादेखि अब अहिलेसम्मको भइपरि आएको तपाईँको जिन्दगी के हो जस्तो लाग्छ त्यो सबै सुनाउनु होला। मेरो जिन्दगी कहानी धेरै लामो छ। जिल्लामा जन्म भएको हो थाम गाविसमा वडा नम्बर 1 पर्छ मेरो त्यो बेलाको। अहिले पनि एकै होला, अहिले त 3 हो नि जस्तो लाग्छ। अहिले चाहिँ थाक्रे गाउँपालिका छ। तपाईँ त हुँ जन्मिनु भएको कि यता आएर जन्मिनु? उही जन्मिए यहाँ जन्मिए भए त उहाँको थाहै हो। उही जन्मेर 9 वर्ष चाहिँ नि यहाँ आएको मकवानपुरमा। जेस उहाँ भन्नु त यहीँ राम्रो होला नि है दाइ। अब उहाँको त अनुभवै छैन। अब उयो बाख्रा गोठालो लायो बच्चामा बाख्रातिर डुङ्गुर्या त्यही मात्रै याद छ। जम्मै जे गर्यो जम्मै यहीँ आएर गरेँ। यहाँ मात्रै होइन मेरो त धेरै पश्चिममा त बाँकी बर्दियाको मान्छे अहिले त मेरो त बर्दियामा छ अहिले पनि जग्गा सग्गा जम्मै हुन्छ। बर्दियामा 48 सालमा यहाँ बेचेर गएको। फेरि फर्केर आउनु भयो तपाईँ? 60 सालमा फर्केर आएको। 60 सालमा फेरि उहाँबाट त्यत्तिकै आयो म एक्लै आएर 2060 सालमा। 60 सालमा उहाँबाट यहाँ फर्केर आएर अहिले जमिनदार भइसक्नु भयो। बस्ने बास चाहिँ छ। मै भन्थे हाम्रो साइलो यहीँ छ ऊ र म सँगै आएको यहाँ लास्टामा छ है। 60-61 सालमा सँगै आएको। म बर्दियाबाट आएको, यो चाहिँ नि माथिबाट आएको। त्यो पाल्लाबाट चाहिँ नि पाल्लाबाट होटेल गरेर बसेको। होटेल गरेर बस्थेँ। बरु साइलाले त घरेर किनेर घर बनायो। मैले त के गर्न सकिनँ साइला भनेर मैले कतिचोटि भन्थेँ है भाइ तँलाई है भन्थ्यो। मैले गर्न सकेको थिएन। मैले 72 सालमा जग्गा यहाँनिर 72 सालमा जग्गा किनेर त्यो भैँचालो जाने बेला चाहिँ म घर बनाएर आएको थिएँ। अनि त्यही 72 सालमा घर बनाएपछि अनि त्यहाँबाट 72 सालको दसैँबाट चाहिँ नि दोकान पनि छोडेर होटेल छोडेर अनि धेरै दुःख गरिदियो। यो सब 72 सालमा यहाँनिर घर पनि बनाउनु भयो, जग्गा पनि किन्नु भयो है। मेरो जिन्दगी त खुसीमा बितेका। दुःख पाए पनि दुःख नगरिकन त खान पाइँदैन। तर जिन्दगी मेरो राम्रो छैन। कसैलाई नराम्रो व्यवहार सेवार केही हुँदैन। हामी जस्तो अल्लारे बल्लारेलाई तपाईँले केही सुझाव दिनु पर्यो भने? अल्लारे केटाहरूलाई अब म जहिले पनि भन्छु, तपाईँलाई मात्रै होइन अरूलाई नि भन्छु, नराम्रो कसैलाई नबोल्नु, नराम्रो नगर्नु, नराम्रो लेगातमा नहिँड्नु। मेरो भन्ने चाहिँ यही नै। हामी छुट्यौँ है त अब। हस् ल नमस्कार।